हेलो गाइजहरु नमस्कार। अछामको विनायक बजारमा पुग्यो। यहाँको केही दृश्य देख्न सक्नुहुन्छ। यहाँ धार्मिक तथा पर्यटकीय स्थल, अत्यन्त सुन्दर पर्यटकीय क्षेत्र विनायक बजार। नेपालको पर्यटकीय क्षेत्र अछामको विनायक बजार केही दृश्यहरू देख्न सक्नुहुन्छ। सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल तथा धार्मिक स्थल अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका अन्तर्गत अवस्थित पञ्चदेवल मन्दिर देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम प्राचीन कालमा बनेको कलात्मक मन्दिर हो। देख्न सकिन्छ, अत्यन्त सुन्दर छ। तपाईहरु पनि यस ठाउँमा आएर भिजिट गर्न सक्नुहुन्छ। चाहिँ देशव्यापी रूपका मानिसहरू चाहिँ यस ठाउँमा विशेष गरेर चाहिँ घुम्न आउने गर्दछन्। तपाईलाई हाम्रो कर्मश भिडियोहरू आउँदैछ, भिडियोहरू नछुटाइकन हेर्नु होला। धन्यवाद।